हजुर, म चाहिँ हरियो खुर्सानी। मेरो शरीर हेर्दा चाहिँ मलाई कमजोर नसम्झिनु होला है। हिन्दीमा एउटा उखान छ नि, डोन्ट जज द बुक बाई देयर कभर भनेर। हजुर, ठ्याक्कै त्यो चाहिँ मलाई भने हो है। हजुर, यस्तै हो। अब म हेर्दा सानो तर काम भने ठुलो छ। अनि मलाई लिमिटमा मात्रै हाल्नु होला है। होइन भने फेरि हग्ने बेला तपाईँको चाक पोलिदिन्छु नि फेरि। हो, म अदुवा हो। मलाई धेरैले अदुवा खाएपछि हुन्छ पदुवा भनेर जिस्काउँछ, बट द्याट इज फेक न्युज। मेरो हात खुट्टा बाङ्गो देखे पनि मैले काम सिधा गर्छु। तेरो इम्युनिटी पावर कम भएछ मलाई सम्झे। खै के अरू आइटम छ त्यसमा मलाई पनि मिसा, तेरो पावर 0 देखि 100 बनाइदिन्छु। हो, मलाई सुन हो, तैँले सुने सुन, नसुने नसुन, आई डोन्ट गिभ अ फक। मेरो कामको त कुरै छोडिदे, मेरो नामै महँगो छ। अनि मेरो पार्टनर प्रायः जसो अदुवा नै हुने गर्छ र यसको भाउ पनि मैले गर्दा बढ्या हो। चाउदा। हाई, म चाहिँ प्याज कुमारी है। हजुरले तपाईँको पाटनले छोड्दा आँसु आउँदैन होला, तर मलाई काट्दा चाहिँ हजुरको पक्कै पनि आँसु आउँछ है। पोज मात्र दिने होइन कि आफ्नो विशेष त बताऊ, आफ्नो बारेमा सुनाऊ म अरूलाई। मेरो बारेमा अरूलाई किन सुनाउने? मेरो आफ्नै प्राइभेट लाइफ छ, आफ्नै प्राइभेसी छ। त्यस्तो सुनाउँदिनँ भन्न म। खोजे होइन कि प्याज नानी। तपाईँ धेरै बार त बोल्दै हुनुहुन्छ। बलात्कार केस लगाइदिउँ तपाईँलाई? दिस इज वुमेन राइट्स। तपाईँ बोल्न पाउनुहुन्न। माई लाइफ माई चोइस।